जर्नलिङ गर्दाखेरि चाहिँ मेन्टल हेल्थ र इमोसनल हेल्थको लागि एकदमै राम्रो हुन्छ भनेर मैले हिजोको भिडियोमा हालेको थिएँ। अनि तपाईहरु कतिजनाले चाहिँ अबदेखि स्टार्ट गर्छु म पनि भनेर भन्नुभएको थियो। नर्मली सोशल मिडियामा फिजिकल हेल्थको लागि मात्र एकदमै पुश गरेको देखिन्छ, आई प्लिजिङ एस्थेटिक बडीको लागि मात्र। त्यसपछि मेन्टल हेल्थको कुरा गरिन्छ अनि बल्ल लास्टमा चाहिँ इमोसनल हेल्थको कुरा गरिन्छ। तर म चाहिँ यसको ठ्याक्कै अपोजिटली सोच्छु। यदि हाम्रो इमोसनल हेल्थ खराब हुन थाल्यो भने चाहिँ हाम्रो मेन्टल हेल्थ खराब हुन्छ। त्यसपछि मेन्टल हेल्थ खराब भइसकेपछि त्यो फिजिकल हेल्थ जति हेल्दी भए पनि भित्र तपाईको इनर बडीमा चाहिँ केही न केही नराम्रो भइरहेको हुन्छ। सोसाइटीको प्रेसरले, हाम्रो आफ्नै इगोले हामीले कति कुराहरूलाई चाहिँ आफ्नो मन लाग्दा भन्न नसकेर दबाएको हुन्छौँ, मन लाग्दा गर्न मन लागेर पनि दबाइरहेको हुन्छौँ। अनि त्यो सबै इमोसनहरू चाहिँ हामी भित्र नै कम्पाउन्ड हुन थाल्छ के। सपोज तपाईको मनमा कसैको लागि एकदमै धेरै फिलिङ्स छ तर तपाईले त्यो चाहिँ एक्सप्रेसै गर्न सक्नु भएको छैन, इगोको कारणले या केही पो भनिदिने हो कि भन्ने डरको कारणले। अनि त्यो इमोसन चाहिँ तपाई भित्र नै बसिरहेको छ नभनिसकेपछि अनि कम्पाउन्ड हुन थाल्छ कि। अनि त्यो इमोसन कुन ठाउँमा गएर कसरी ब्रस्ट आउट हुन्छ भने कसैलाई पनि थाहा हुँदैन कि, केही न केहीको रूपमा त बाहिर आउँछ नि त। त्यही भएर त्यो इमोसनहरूलाई दबाएर राख्नुको सट्टा चाहिँ यसरी जर्नलिङ गर्नुभयो भने चाहिँ तपाईको इमोसनल हेल्थ एकदमै राम्रो हुन्छ। यो चाहिँ सानो इक्जाम्पल पनि हो, सबै कुरामा लागू गर्न सकिन्छ यसलाई चाहिँ। हामीले कति धेरै कुराहरू चाहिँ एक्सप्रेस गर्न चाहिरहेको हुन्छ तर पनि गर्नै नसकेको हुन्छ नि। त्यस्तो कुराहरूलाई पनि तपाईले जर्नलिङमा एड गर्न सक्नुहुन्छ। यो चाहिँ इमोसनल हेल्थको बारेमा भयो। म अर्कोचोटि राख्छु मेन्टल हेल्थ अनि फिजिकल हेल्थ अनि कसरी चाहिँ आफ्नो ड्रिमलाई चाहिँ म्यानिफेस्ट गर्ने अनि पोजिटिभ अफर्मेसन के हुन सक्छ। यदि तपाईलाई जर्नलिङको विषयमा चाहिँ सिरिज नै चाहिन्छ भने कमेन्ट डाउन बिलो।